त जनकपुर नगरपालिका कहिले पनि चुकेको छैन। तर मात्र नगरपालिकाको कारणले फुटपाथ व्यवस्थापन हुने अवस्था आएन। यहाँका व्यापारीहरू पनि साथ दिनु पर्यो। त सबै व्यापारीजनहरूमा हामी आग्रह गर्न के चाहन्छौँ भने अहिलेको अवस्थामा हेर्नुहुन्छ भने जेएनजी आन्दोलनपछि प्रहरीहरू पनि ब्याकफुटमा गएको छ। त्यसैले हाम्रो समाज नै सचेत हुनुपर्दछ र समाजलाई हामीले हात जोडेर विनम्र आग्रह के गरिरहेको छौँ भने तपाईहरु नगरपालिकालाई साथ दिनुस्। नगरपालिका जति बेला पनि फुटपाथ गराउन चाहन्छ। हामीहरूसँग 25-30 जना मात्र नगर प्रहरी छ। एउटा बाटोमा जानुहुन्छ फेरि तपाईँ चोर पुलिसको खेल जस्तो फेरि बाटोमा हाल्दिनुहुन्छ भने तपाईहरु हामीले सहयोग गर्नुस्। र पत्रकार मित्र साथलाई पनि मैले के आग्रह गरेँ भने यो अलि जनचेतना फैलाउन साथ होस्। अहिले आजबाट म रेलवे स्टेसनदेखि भानुचोक, भानुचोकदेखि शिवचोक हुँदै मुरलीचोक र जनकचोक पछि हस्पिटल रोडदेखि रामायणचोकसम्म पनि 4-5 दिन आज नगर प्रहरीले माइकिङ गर्दैछ र व्यापारीहरूले पनि साथ दिनेछ। र हजुरहरूलाई मैले के आग्रह गरेँ भने अहिले उद्योग वाणिज्यसँग एउटा ठुलो क्याडर छ, उहाँले पनि आग्रह के गरिदिनुस् भने उहाँले पनि गएर हाम्रो मेसेज के सुनाइदिनुस् भने अलि नगरपालिकाले सहयोग गर्नु।